सिटी धनकुटा हामी ओरेन्ज सिटी धनकुटामा छौँ गाइज ए ला यहाँ त अर्कै कलर आयो त ऊ पछाडि त ओरेन्ज हाम्रो यहाँ ओरेन्ज सिटी छ हो हजुर अहिले चाहिँ ठिक नेपालको घाम 10 बज्यो जाडो हुन्छ भनेर आएको घाम लागेर घाम हिँड्नु पर्यो त यसरी ज्याकेट हातमा बोक्नु पर्यो गाह्रो छ हामीलाई देख्न सक्नुहुन्छ हामी अहिले पनि ओरेन्ज सिटीमै छौँ घुमेको घुमेको छौँ हेर्नु त कति बाइक गयो हेर्न हेर्न कति राम्रो राम्रो घर छ होइन हाम्रो धरहरा पनि देख्न सक्नुहुन्छ तपाईँले एकपल्ट देखाउनु हेर्नु त धनकुटामा पनि धरहरा रहेछ गाइज हेर्नु कति राम्रो राम्रो घर हेलो गाइज यो पनि हाम्रै पार्टी हुने हेलो गाइज हेर्नु हामी यहाँ उकालो चढ्दैछौँ हाई गाइस हामी यहाँ उकालो हाई देख्न सक्नुहुन्छ हामी अहिले धनकुटामा छौँ धनकुटाको टुडी खेलमा ओरेन्ज सिटी ओरेन्ज सिटीमा छौँ हामी यहाँ गलेर आइरहनु ओरेन्ज कल बसिरहनु भएको यो पुसको महिनामा धनकुटामा यस्तो घाम लागेको छ यो बिहानको 10 बजे अन्त आज पुस कति गते आज पुस कति गते हो 21 गते हाम्रो यहाँ अर्को गाईहरू यता पनि देखाउनु यता हाम्रो गाईहरू पछाडि आउँदै हुनुहुन्छ यहाँ पनि हुनुहुन्छ हाम्रो दुईजना झोला बोकेर पालो बिचरा अब हामी चाहिँ यहाँनिर हातमा ज्याकेट बोकेर हेलो गाइज हामी पनि तपाईँहरू माझ आइसक्यौँ हामी चाहिँ यो ओरेन्ज सिटीबाट कटेर हामी अलिक पर आइसक्यौँ देख्न सक्नुहुन्छ यहाँ हामी यो धनकुटाको सङ्गम चोकमा छौँ अहिले चाहिँ अनि म चाहिँ यतातिर छु यता पनि हुनुहुन्छ हाम्रो अर्की हिरोनी छोराकी आमा त्यति नभन्दा चिन्दैन भनेर होला छोराकी आमालाई वरिपरि छ ल हामीले बाटै बिर्सेर यहाँ तनाव भइसक्यो है हामी कहाँबाट आएको हामीलाई थाहा छैन यहाँ फाइट पर्न लागिसक्यो तर कहाँबाट पुग्यो हामी अब कहाँ पुग्छौँ हामीलाई पनि थाहा छैन है हामी जाँदैछौँ हाम्रो यात्रा जारी छ के गऱ्यौँ साथीसँग यति नगरेको त मजा हामी एउटा होटलमा गएर एउटा टिकटक बनाएर त्यहाँबाट हामी फेरि भागेर अर्को होटल पनि चार्ज लगाएको 2% चार्ज बढ्यो अनि वाउ यहाँ देख्न सक्नुहुन्छ के हो यो कफी के हो यो अरे देख्न सक्नुहुन्छ यहाँ हाम्रो कफीको बोट रहेको रहेछ कफीको बोट हेर्नु यस्तो हुँदो रहेछ हाम्रो तराईतिर त के पाउँछ कफी यहाँ त पाउँछ र हाम्रोमा त थिएन नि त यहाँ देख्नु यहाँ के हो देखेकै छैन मैले आजसम्म कफी हाम्रो गाइजहरू यता पछाडि आउँदै हुनुहुन्छ है अगाडि जाँदैछौँ पछाडि हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो टोली अझै छुट्नु पछाडि आउँदै हुन्छ फोटो खिच्दै कहाँ छ एभोकाडो एभोकाडोको बोटहरू त कहाँ उहाँ रहेछ उहाँ रहेछ एभोकाडोको बोट देख्न सक्नुभयो यहाँ कस्तो उकालो हामी उकालो चढ्दा चढ्दा हामी गलिसक्यौँ वाउ गल्यौँ यहाँ हामी गलेर यहाँ हेर्न सक्नुहुन्छ सबैजनाको हालत खराब भइरहेछ हाम्रो टोली आधी टोली उहाँ पर हुनुहुन्छ मैले बीच बजारमा हामी बिचमा छौँ हेलो गाइस गलेर हामी हेर्नु सक्नुहुन्छ यहाँ झोला हातमा लुगा हातमा गाइस हामी फाइनल्ली एभोकाडोको मूर्ति होइन देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ धनकुटामा हामी एभोकाडोको स्ट्याचु रहेको रहेछ
त्यहीबाट खिचिसक्यौँ है स्क्रिनसट लिनु है तपाईँहरूले पनि उहाँ एभोकाडोको फोटो खिच्दै भयो हामीलाई पनि त आइसक्यो अब जानु पर्ला क्यामेराम्यान भएपछि त गाह्रो हो देख्न सक्नुहुनेछ हामी धनकुटाको यो एभोकाडो भन्ने ठाउँमा रहेको छौँ एभोकाडो ठाउँको नाम हो त ल यहाँ आन्टीहरूलाई फोटो खिचिदिनु अरे चाहिँ वेलकम टु द क्यापिटल अफ एभोकाडो ल गाइज एकछिन फोटो खिचेर हामी भेट्नेछौँ है गाइज हामी यहाँबाट फोटो खिच्यो अब हामी लागिसक्यौँ है गाइज अब चाहिँ हामी अघि उकालो चढ्यौँ अब हामी ओह्रालो झर्दैछौँ है देख्न सक्नुहुन्छ यो भनेको धनकुटाको ओह्रालो ओह्रालो बाटो अब ओह्रालोमा पनि खुट्टा दुख्छ उकालोमा पनि खुट्टा दुख्छ के गाह्रो छ हामीलाई अब हामी यहाँ खाजा खान भनेर आइरहेछौँ है यहाँ खाजा खाने ठाउँ कहाँमा थियो पनि हामीलाई कहाँ लाँदैछन् होटल हाम्रो साथीहरू यहाँ गलेर फ्ल्याग भइसक्नु भएको छ भोकाले हामी जाने बेला भइसक्यो खाना बनाउनु छ हाम्रो गाइस हामी चाहिँ गाडीमा चढिसक्यौँ अब हामी कतितिर लागेको हामी पाखरीबासतिर लागिसक्यौँ हाम्रो गाडी पनि भन्छ यो चाहिँ धनकुटा बजार रहेको छ हाम्रो आधी टिम यता हुनुहुन्छ आधी टिम उता हुनुहुन्छ है गाइस Bye guys, stay tuned.